नमस्ते, म उज्जवल पौडेल। विगत 10 वर्षदेखि म एचआर मार्केटिङ फिल्डमा चाहिँ काम गर्दै आइरहेको छु। यस दौरान मैले 2000 देखि 3000 कम्पनीसँग चाहिँ डाइरेक्टली उहाँहरूको चाहिँ रिक्रुटमेन्टमा चाहिँ इन्भल्भ भएको छु। उहाँहरूको जुनियर लेभलदेखि सिनियर लेभल सिइओ लेभलसम्म चाहिँ मैले आफूले हायरिङ गरेको चाहिँ एक्सपिरियन्स छ। केही वर्षदेखि यो हामीले मार्केटलाई चाहिँ अपर्च्युनिटी हेऱ्यौँ भनेदेखि चाहिँ आइटी सेक्टरतिर अलिकति बढी ग्रो हुँदै गएको हो कि भन्ने चाहिँ हामीले अनुभव गरेका छौँ। अब यस ग्रो भइरहेको आइटी सेक्टरको लागि हामीले क्वालिटी म्यान पावर डेभलप गरिरहेको छ कि छैन भन्ने चाहिँ अर्को हामीलाई चाहिँ क्वेसन छ। त्यही दौरान हामीले यदि भोलिको दिनको यस आइटी अपर्च्युनिटीलाई ग्र्याब गर्ने हो भनेदेखि चाहिँ हामीले हाम्रो नानी बाबुलाई चाहिँ आजदेखि नै यो साना कक्षाहरूमै नै त्यो खालीको रोबोटिक्स, आइओटी, इन्टरनेट अफ थिङ्स, एआई, आर्टिफिसियल अफ इन्टेलिजेन्स यस्तो खालीको ट्रेनिङहरू चाहिँ हामीले सानैदेखि ट्रेनिङ गराउनुपर्छ भन्ने लागेर चाहिँ हामीले रोबा आरम्भ सुरु गरेका छौँ। आउनुहोस् हाम्रो रोबा आरम्भ स्कुलमा हजुरहरूको नानी बाबुको रोबोटिक्स जर्नी सुरु गरौँ। हस्, धन्यवाद, नमस्ते।